हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो आजको हाम्रो यात्रा कहाँ छ देखाउने छु पुगेरै मात्र। बाई 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 बाई। अस्ति पोहोर सालदेखि सोचेको अब हेरौँ है गुरुजी र गुरुजिनीले पुर्याउने हो कि होइन। सो गाइस हामी जाने गाडी चाहिँ यही है, पिकअप पछाडि सामान बोक्ने। अनि यहाँ मान्छे नाना दाजु अनि नानी आनन्दले बसेर जाने आश चाहिँ छ। ला यो कुकुर दा ओइ कुकुर पनि रहेछ त पछाडि हाम्रो साथी। नगर्नु नगर्नु जानुहोस् गुरुजिनी। सो हाम्रो यात्रा सुरु कति बजे भने 7 बजे ठ्याक्कै। कति बजे आइपुग्छौँ यहाँको। हामी झापामा इन्टर गरिसक्यो भने भाइरल पुल चाहिँ कहाँ हो? भाइरल पुल आउन चाहिँ आएको। भाइरल पुल त यहाँ पर छ त साथी कि पुल आएको बुधबारे गाइस यस्तो रहेछ। यो के अरे बिर्तामोड होइन, बिर्तामोड आएर हामी एकछिन अलिकति लुगा हेरेको सपिङ गरौँ भनेर। तर भने जस्तै भएन, दाम पनि मिलेन होइन, छोडी पनि राखियो। यहाँको गर्मी चाहिँ यति धेरै छ कि कति ज्याकेट पनि पाइसकेको छ यहाँ राखेर। यो झापाको गर्मी त फाइनली कति बज्यो भने अब 9:40 मात्र हुँदो रहेछ त। यहाँ दाजुको मेन कामको लागि कहाँ चाहिँ काम के बनाउन बालुवा लाउने होइन, त्यो गिट्टी चाहिँ लाउनु हुने रहेछ। त्यहाँ पर थुप्रो राखेको रहेछ। सो गाइस म चाहिँ ब्यागको छातै ल्याइन छु। अब चाहिँ लाग्यो बर्नेमा गएर फोटो खिच्ने होइन, यो खालको पसिनाले जुङ्कुरुङ बर्मित गरेको भए चाहिँ गाइस भाइरल फुलमा आइयो है। अब दाजु र म फोटो खिच्ने, नाना चाहिँ चटपट खाँदै उस्ने त्यहाँ अलिअलि फुल रहेछ, धेरै चाहिँ रहेनछ। फाइनली गाइस आइयो भाइरल फुलमा हामी पनि अलिकति एउटा फोटो खिच्ने। अनि फोटो खिच्नेको धुनमा चाहिँ सबै थोक बिर्सिसक्यो। अब अलिक पल्लो ठाउँमा गएर फोटो खिच्ने। यही पिङमा पनि चढिँदैन त। कति बेला भ्याउनुहुन्छ फोटो खिच्नु? भ्याउनुहुन्न? ओटिजी ल्याइदिनु, ओटिजी नै बिग्रिरहेको। हामी चाहिँ अनि अब क्यामेरामा फोटो नखिच्नु अनि यहाँ फोनबाट भएको खिच्यो गाइस। र यहाँ क्यामेरामा खिच्यौँ भनेको मेमोरी नै सक्यो अरे होइन दाजु? सिन यो पिङमा पनि एकछिन खेल्नु न अनि गाइस झापामा गर्मी ज्यादै। अनि ओरेन्ज मेरो फेभरेट हो, ओरेन्जको आइसक्रिम खाने सस्तोको। फोटोसुट भइसक्यो, मेरो क्यामेराबाट खिच्ने सोकै भयो। हो गुरुजी र गुरुजिनी खाजा खाँदै हुनुहुन्छ। हुन्छ चटपटे। नानाले के खानुभयो भन्नु त? मैले चटपटे होइन, अझै पानी पनि अर्डर गर्नुभएको छ। मेरो यो अब के खान्छु म। काँक्रा लभर गाइस। गुरुजी नखानु हुने पानीपुरी? फाइनली खाइसक्यो अरे। आमाले चाहिँ खानुभयो कि होइन? खानु यहाँ आङ
पानीपुरी ठुस ठुस कि खानु है मागो दानै दाना चाउमिन यो झापामा चाहिँ गर्मी नै नसकिने रहेछ मान्छेहरू भाइरल फुल पनि इच्छा पुरा भयो फाइनली गुरुजी र गुरुजीनीको कारणले पोहोर सालदेखि के अरे जाने भनेर पिरो होला तर सरी गाइस सरी फर माई सरी खादिनै लु बुढी भएर मलाई बिरामा राख्ने त्यो गाइस भक्कु फेरि आइसक्रिम थपी खाएको चटपटे बनाइ गरी अब चाहिँ माथि गाडीमा चढ्दै हुन्छ धेरै हो चटपटे त कान्छी अघि सुरुमा पनि धेरै दिनुभएको थियो सबै लुगाभरि अघि त्यो नदिनु अब त के बिर्सेन खोइ झोला सुरुचोटि आउँदा चाहिँ झोला बिर्सिरहेको रहेछ होइन मैले बिचरा मजाको रहेछ हौ आन्टी अन्त अनि मुन्टा ल्याइदिनुपर्छ आउँदा बाई बाई भाइरल फुल बाई बाई त्यो अलिअलि फुल्दो रहेछ त नमुनामा देख्दैछ कहाँ हो श्री सो गाइस हामी चाहिँ सन्तोष दाजुलाई हतार छ भनेर करै दुईजनाले रिक्वेस्ट गर्दा गरेर चाहिँ के बनाना झोर्लुङ्गी फुल होइन बिर टमाटरको झोर्लुङ्गी फुल चाहिँ बिर टमाटर कि चारालीको एकछिन पुगिरहेको आमारामा दाजुलाई छोडेर लागेको गइस श्री अन्तु लेखेको छ त नाना बुद्ध शान्ति झोर्लुङ्गी फुल यी नजिकै त रहेछ म त निकै पर भन्दै थियो दाजुले नलानुलाई पो रहेछ नि निकै टाढो भन्दा रहेछ तपाईँले पुल देखाउँदा त ती नजिक रहेछ आउनु न बिस्तारै हिँड्दै गरौँ हामी एक दुई खिचिक छिटो गरेर खिचिक पारिहाल्यो अनि फेरि छिटो बनाऊ बुद्ध शान्ति झोर्लुङ्गे पुल गाइसहरू मैले प्लास्टिकी पैसा गोजीमा बोकेको छु लिफ्ट दिनु हामीलाई पनि लिफ्ट गाइस कति अल्गो पो रहेछ यो झोर्लुङ्गे फुल चाहिँ नि पाए गर्दै उफ यी मेन रोडदेखि नजिकै त रहेछ नि होइन झर्नु एक हातले गाडीले लाग्छ है झरुङको हावा खाँदै गरुङको टिकट त पर्छ कि के हो नाना त फकाउनु पर्यो तर खोला त रहेनछ त नाना धेरै ठुलो त रहेनछ झोर्लुङ्गे पुलको छेउमा आइयो गाइस सो भाइरल झोर्लुङ्गे पुल भर्खरै बनाएको कति लामो रहेछ हौ साँच्चै भिड चाहिँ डरला त सर्टसुट छिरिहाल्नु त लु कति अग्लो हो नि अग्लो पनि लामो नलामो अन्त नि
राम राम आँखाले भ्याइ नसक्नु रहेछ भने कति मिनट लाग्ला कुद्दै कुद्दै गर्दा धेरै लाग्छ नि हौ। आधी घन्टा त लाग्छ लु फोटो खिचौँ लु। हेर न आत्तिसक्यो गुरुजी आज नै पारी चाहिँ कि नाना र म पुगिरहँ एक बज्छ हौ, एक बज्छ। कुद्दै गएर आउँछु पर्दैन हौ। त्यसरी सबैजना जाउँ आइहाल्नु गाडी हेर न यहाँ सुरु गरेँ यहाँ अब गाह्रो भइसक्यो पैसा यतिको त म त माथि पो पुग्थेँ त तिमी चाहिँ हेत्तेरिका दाजु म पनि छु त आज त अनि के नाना मात्रै नानालाई मात्रै दोष हेर जस्तो छ नि गाह्रो छ गाइसहरू आइहालौँ न त गएर अनि छुइसकेपछि तार तार्नुपर्छ अरे भन्छु सो गाइस छुइसकेपछि पुल चाहिँ तार्नै पर्छ भने पुग 20 मिनेट चाहिँ लाग्छ हेर न यति डिस्कस गर्दाखेरि उता आधी बाटोसम्म पुगिन्थ्यो क्या बरु उयो नगर्नु क्या भन्दा भन्दा अब दाजुले ला हिल त नाना चप्पल त यहीँ पुगेर राखौँ होला अब तपाईँको त सजिलै छ हिल त मेरो तपाईँ त नानी नगो कि जाँदा हिरो हिरो हो नि त अनि सन्तोष दाजु राम्रो अरूकोमा बोक्नु पर्छ तल खोला भए चाहिँ डर हुन्थ्यो कि नाना तर अलिक खोला रहेनछ अलिक म त हिँड्नु सक्दिनँ म त चप्पल फुकाएर हिँड्छु है होस् तल फालिदिन्छु म हिललाई आई राम 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 यो खोला भए चाहिँ डर लाग्दो हुन्थ्यो तर धन्न खोला चाहिँ रहेनछ आई 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 हातमा चप्पल चाहिँ बोकेर गाइसहरू झोरलुङ्गे पुल खुट्टा चाहिँ मजाले झोरलुङ्गे भाइरल पुल यसको हाइट चाहिँ के कति छ 8 मिनट कति जति लाग्छ अरे 8 मिनट जति पुरा गर्नु चाहिँ लाग्छ भन्नुभयो एउटा अङ्कलले चाहिँ आइया कहाँ फोटो खिच्नु नाना ल यहाँ हेर्नु चप्पल खाली गुट बिछ्याउँछ भने हिलले त कहाँ यत्रो अग्लो छ कट्याक कट्याक तपाईँ चाहिँ हल्लाउनु सक्दिनँ यो त नि पुरा बाँधेको रहेछ नि त नि नत्र भए अर्को भयो नि यति बेला सुरुमै कस्तो चिउ चिउ हुन्थ्यो अन्त नि सो गाइस हल्लिने डर पनि रहेनछ खासै मजाले हिँड्नु सकिने रहेछ नत्र भए हाम्रो गाउँतिरको त नर्मली हो चो यसो झोरलुङ्गे पुलमा त अब म त चिउ चिउ हुन्छु तर यहाँ चाहिँ चारैतिरबाट बाँधेर चाहिँ फाइनली अब त निकै नै परेछ त गरिसक्नु आँट्यौँ भन्दाखेरि नि सन्तोष दाजु त्यहाँ माथि पुगिसक्नु भयो हिँडेको गाइसहरू भाइरल हुनुको कुरा होइन यो ठाउँमा आएर एकदमै के भन्नु इच्छा पुरा गर्नु सबभन्दा ठुलो कुरा हो यो मोमेन्टलाई क्याप्चर गरेर सधैँको लागि भोलितिर पनि हेर्नुको लागि ह्याप्पी मोमेन्ट टु मच ह्याप्पी मोमेन्ट सबैभन्दा अग्लो त उता हाम्रो गाउँको त मुहा झरना पनि होइन होला यो त नि फाइनली पार गर्नु आँटिसक्यो यो पुल आना टङ्की टङ्की बिचरा हिलमा हिँड्दैन गाडी कस्तो चाहिँ देख्दैछ गाइसहरू यति टाढो छ यति टाढो अलिकति के खाएको घट्यो जस्तो लाग्छ त नाना यो पुल हिँड्दा हिँड्दै तर्दा तर्दै नानालाई शङ्का चाहिँ यो इन्जिनियरहरू अझै यो त के हो नि झन् विदेश पारीको त्यो समुद्रतिरको कस्तो कस्तो भिरपाखातिर चाहिँ कसरी बनाला त्यहाँ बनिन्छ कि भनेर होइन लास्टै थाक्यो नानीसँग फेरि पनि अब चाहिँ जाने यहाँ चाहिँ तर लास्टै गर्मी रहेछ लु होइन 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 यहाँ चाहिँ सकिएन पारी पुगिसक्नु भयो आउनुले कुद्नु तपाईँ कुद्नु न नानाले छोडिसक्यो दाजुलाई फोटो खिचिमाग्यो गाइजहरू के खिचिदिनु जान्छ घरिघरि मात्रै राम्रो निकाल्यो भने त माथि त सास बिसाइ नसक्ने खालको गर्नु पऱ्यो शीतल हावा आयो कि यहाँ बिचमा चाहिँ
साथी अस्मिताले बजारमा काम छ साथी देऊ भनेको थियो। ल भनेको थियो, यहीँ 12 बजिसकेछ, अब कहिले पुग्ने हो। अहिले फोन आएको थियो, नाना पर्खिनु है। तर त्यहाँ पुगिसक्नु नाना चाहिँ। छिटाउनु न, क्यामेरामा त नजिकै आइसक्नु भयो, तर जुम आउट गर्दा चाहिँ निकै टाढै। आम्मामा घाम चाहिँ कस्तो छ त मेरै सिधै टाउकोमा। सो गाइस, पसिना पसिना गर्दै पनि हामी चाहिँ यो झोलुङ्गे पुलबाट फर्केको। फोन सबै खाइसक्यो, हतार हतार गरेर पसिना चाहिँ आम्मामा यहाँ हेर्नु तपाईँ, पसिना खिसिरहेको सबै पसिना भित्र। भाइलाई यहाँ राख्नु होला नि मेरो छेउमा गर्मीले। पानी परेर हेर्नुहोस् गाइसहरू, आनन्दको बाटो। मौसम भएछ तल झापामा चाहिँ पसिनै पसिना पसिना। लुगाहरू चाहिँ उठाइन कि उठाइन। ठ्याक्कै 12:54 अराइभ कन्याममा गाइसहरू। अघि आउँदाको मौसम कस्तो, अहिले आउँदाको मौसम सो गाइस, फाइनली घर पनि आइपुग्यो। लथाली काम चाहनु त आज भोक लाग्यो गाइस, भोक लाग्यो। चाबीकोमै नाना भएकोमा क्यान्टिनमा जाने। खाजा छ कि छैन आज ढकनी, कस्तो खानु लाग्यो गाइस साह्रै। अँध्यारो न अँध्यारो अँध्यारो कहाँ पसिना आउँछ र। धन्दा बत्ती चाहिँ बल्दा रहेछ। यो ब्यागको चाहिँ छोडिरहेको छु। स्कुल जाने गाइस, स्कुल। सो आजको यात्रा यतिकै होला गाइसहरू।